पब्लिक हेल्थ इन्फर्मेसन च्यानलको नयाँ भिडियोमा यहाँहरुलाई स्वागत छ। आज मैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले 2081 12 महिना 18 गते लिएको हेल्थ असिस्टेन्ट पद 5औं तहको चाहिँ लोकसेवा आयोग मार्फत लिएको परीक्षाको यो अब्जेक्टिभ क्वेशनको सोलुसन लिएर आएको छु। यो क्वेशनको सम्भावित उत्तरहरू मैले खोजेर चाहिँ तयार पारेको छु। यसमा चाहिँ अब के रहेका छन् तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ। विस्तारै क्रमशः चाहिँ 1 देखि 50 सम्मकै क्वेशनहरुलाई चाहिँ यहाँ हल गरेर तपाईहरुलाई चाहिँ यसको राइट एन्सरहरु मैले चाहिँ जानकारी दिने छु। मल्टिपल चोइस क्वेशन नम्बर 1 रहेको छ। 1 मा चाहिँ एपिडेमियोलोजी डिस्क्राइब द स्टडी अफ भनेको छ। ए कम्युनिकेबल डिजीज, बी एपिडेमिक डिजीज, सी अल हेल्थ रिलेटेड इभेन्ट एन्ड स्टेट इन पपुलेसन, डी कम्युनिकेबल एन्ड नन कम्युनिकेबल डिजीज भनेको छ। एपिडेमियोलोजी चाहिँ सबै खालका हेल्थ रिलेटेड इभेन्टहरु, कम्युनिकेबल नन कम्युनिकेबल डिजीज, एक्सिडेन्ट लगायत सबै खालको चाहिँ प्रोब्लमहरुलाई हेर्ने भएको कारणले गर्दा यसको राइट एन्सर सी हो, अल हेल्थ रिलेटेड इभेन्ट्स एन्ड स्टेट इन पपुलेसन। 2 मा रहेको छ मेन्टल स्टाटस एक्जामिनेसन इन्क्लुड्स अल एक्सेप्ट डट एसेसमेन्ट भनेको छ। मेन्टल स्टाटस एक्जामिनेसनले के कुराहरु हेर्छ? ए मोटर, बी सेन्सरी, डी सी मेन्टल, डी कार्डियोपल्मोनरी। यो कार्डियोपल्मोनरी बाहेक चाहिँ अरु हेर्ने भयो मेन्टल स्टाटस एक्जामिनेसनमा। 3 मा भनेको छ व्हिच इज द साइन अफ ओभुलेसन इन अ रिप्रोडक्टिभ एज्ड वुमेन आउट अफ द फलोइङ। यसमा चाहिँ इन्क्रिज बेसल बडी टेम्परेचर, इन्क्रिज सिस्टोलिक ब्लड प्रेसर, इन्क्रिज इन रेस्पिरेटरी रेट। डी मा चाहिँ फ्रिक्वेन्सी अफ मिक्सचुरेसन। यिनीहरु मध्ये चाहिँ ओभुलेसनको बेलामा फिमेलमा चाहिँ बेसल बडी टेम्परेचर चाहिँ 0.3 देखि 0.6 डिग्री फरेनहाइट सम्म सेल्सियस सम्म चाहिँ त्यति वृद्धि हुन्छ। यसको चाहिँ राइट एन्सर ए हो। 4 मा चाहिँ when elevated temperature fluctuated widely but does not reach normal level between fluctuation is called dot fever भनेको छ। अब यसमा चाहिँ टेम्परेचर एलिभेटेड फ्लक्चुएसन हुने एकदम वाइडली धेरै तलमाथि हुने र त्यो तलमाथि हुने अवस्थामा चाहिँ नर्मल स्टेटमा चाहिँ टेम्परेचर नआउने, तलमाथि घटबढ भइराख्दा पनि सामान्य अवस्थामा चाहिँ नआउने अवस्थालाई चाहिँ कस्तो खालको फिभर भनिन्छ भनेको छ। यो चाहिँ रेमिट्यान्ट फिभर हो, कन्टिन्यू खालको चाहिँ यसमा चाहिँ यसको राइट एन्सर रेमिट्यान्ट हो। इन्टरमिडिएट भनेको चाहिँ घटबढ भए पनि नर्मल अवस्थामा आउँछ। कन्स्ट्यान्ट भनेको अब एउटै खालको जस्तो भयो। त्यसैगरी 5 छ while administering oxygen to patient with chronic obstructive pulmonary disease भनेको छ। सीओपीडी को पेशेन्टलाई चाहिँ अक्सिजन रेट फ्लो दिँदाखेरि चाहिँ कसरी दिन्छ पर मिनेट भन्ने कुरा छ। यसमा चाहिँ 2, 6, 8, 10 छ। यसको राइट एन्सर चाहिँ 2 हो। यस्तो चाहिँ रेस्पिरेटरी डिजिजहरु स्पेशली चाहिँ सीओपीडी हरुमा अक्सिजन फ्लो चाहिँ एकदम लो मै दिन्छ, 0.5 to 2 लिटर पर मिनेट। यिनीहरुमा चाहिँ धेरै हाई मात्रामा दिँदाखेरि चाहिँ यसलाई चाहिँ एडजस्ट गर्न नसक्ने, अरु कार्डियाक लगायत अन्य चाहिँ कम्प्लिकेसनहरु हुन सक्ने जोखिम हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ त्यस्तो खालको बिरामीलाई चाहिँ लो अक्सिजन कन्सन्ट्रेसन कन्टिन्यू रूपमा चाहिँ सप्लाई गरिराख्नु पर्ने हुन्छ। अब हामी अर्कोमा जान्छौं। क्वेशन नम्बर 6 आउट अफ द फलोइङ व्हिच इज नट द सोर्स अफ फन्ड अफ कर्णाली एकाडेमी अफ हेल्थ साइन्स भनेको छ। ए एनुअल बजेट फ्रम गभर्नमेन्ट अफ नेपाल, बी ट्युसन फी फ्रम स्टुडेन्ट, सी डोनेसन फ्रम नेशनल अर इन्टरनेशनल इन्डिभिजुअल एन्ड अर्गनाइजेसन, डी सेलिङ अफ ल्यान्ड अफ एकाडेमी भनेको छ। यसको राइट एन्सर चाहिँ कुन होइन भन्ने क्वेशनमा चाहिँ यो सेलिङ अफ ल्यान्ड अफ एकाडेमी भनेको छ। एकाडेमीको चाहिँ ल्यान्ड बिक्री गरेर चाहिँ यो एकाडेमी सञ्चालन गर्ने यसको चाहिँ सोर्स हैन, अरु कुराहरुबाट हुन्छ। ल्यान्ड चाहिँ सेल गर्ने यो प्राइमरी सोर्समा पर्दैन। 7 मा छ व्हाट इज द मोस्ट कमन पोइजनिङ केस इन नेपाल भनेको छ। यसको चाहिँ अब हामीले सुनिरहेको ओपी पोइजनिङ अर्गानोफस्फोरस चाहिँ मोस्ट कमन हो अरुहरुको तुलनामा। 8 मा छ म्यासिभ वास्प बाइट इन वुमन क्यान कज फलोइङ कम्प्लिकेसन एक्सेप्ट भनेको छ। अब यो मौरीहरुले टोक्दाखेरि हुने कम्प्लिकेसनमा कुन पर्दैन भने एनाफाइलेक्टिक शक हुन्छ हैन, हाइपर सेन्सिटिभ टाइप 1 रिएक्सनहरुले गर्दा चाहिँ
अब यस्तो इन्सेक्टहरु बाइटहरुमा त्यो देखिन्छ। मल्टिपल अर्गान फेलियर हुन्छ यसकै कम्प्लिकेसनमा। ग्याङ्ग्रिन एट द वाफ्स बाइट साइट छ सी मा। डी मा चाहिँ सेरेब्रोभास्कुलर एक्सिडेन्ट भनेको छ। यिनीहरु मध्ये सी चाहिँ ग्याङ्ग्रिन एट द वाफ्स बाइट साइट हुँदैन। ग्याङ्ग्रिन भनेको चाहिँ अलिकति टिस्यु डेथ, अलिकति चाहिँ डिप खालको उन, यो टिस्यु डेथ भएको कन्डिसन, यो चाहिँ तत्काल हुने कुरा हैन। अरु कम्प्लिकेसनहरु चाहिँ हुन्छ, यो चाहिँ त्यति हुँदैन। यसमा चाहिँ नहुने खालको चाहिँ यो सी भयो। 9 मा छ व्हाट सिस्टम इज इन्भल्भ इन द एलर्जिक रिएक्सन भनेको छ। यसमा चाहिँ इन्डोक्राइन, इम्युन, नर्भस र अटोनोमिक मध्ये इम्युन सिस्टम पनि अब 4 प्रकारको हाइपरसेन्सिटिभ रिएक्सन मध्ये टाइप 1 हाइपरसेन्सिटिभ रिएक्सन चाहिँ यो विशेष गरी एलर्जिक रिएक्सनमा इन्भल्भ हुन्छ। 10 मा चाहिँ व्हाट इज द कमन ट्रिटमेन्ट गिवन फर स्क्याबिज। स्क्याबिजको चाहिँ चोइस अफ ट्रिटमेन्ट भनेको 5% परमेथिन क्रिम हो। कमन चाहिँ त्यही नै छ अरूहरुको तुलनामा। यसको राइट आन्सर 10 को ए हो। 11 को ओस्टियोमाइलाइटिस इज मोस्ट कमनली कज्ड बाइ भनेको छ। ओस्टियोमाइलाइटिस चाहिँ स्टाफाइलोकोकस अरलेसको कारणले हुन्छ। यहाँ देखिएको अरु अप्सनहरु स्ट्रेप्टोकोकस, गोनोकोकस, न्युमोकोकसहरुको तुलनामा स्टाफाइलोकोकस नै कमन हो। अरु सब टिस्यु इन्जुरीहरु, सब टिस्यु इन्फेक्सनहरुमा अनि यो ओस्टियोमाइलाइटिस भयो। अरु धेरै खालको उसमा चाहिँ स्टाफाइलोकोकसको चाहिँ रोल हुन्छ कमनली। कमनेस्ट अर्गान इन्जुर्ड इन ब्लन्ट इन्जुरी एब्डोमेन भनेको छ। ए मा चाहिँ किडनी, बी प्याङ्क्रियास, सी रेक्टम, डी स्प्लिन। यिनीहरु मध्ये चाहिँ स्प्लिन चाहिँ कमनली इन्भल्भ हुन्छ। 13 मा छ व्हिच अफ द फलोइङ इन्ड्युसिङ एजेन्ट इज कन्ट्राइन्डिकेटेड इन रेज्ड इन्ट्राक्रेनियल प्रेसर भनेको छ। यिनीहरुमा चाहिँ ए मा प्रोपोफोल, बी केटामाइन, सी अल्फेन्टोनिल, डी चाहिँ थियोफेन्टोन छ। यिनीहरु मध्ये चाहिँ बी चाहिँ कन्ट्राइन्डिकेटेड हुन्छ। अरु चाहिँ प्रेसरहरु घटाउन, विशेष गरी इन्ट्राक्रेनियल प्रेसरहरुलाई चाहिँ कम गर्न परेको हुन्छ। केटामिनले चाहिँ अझ उल्टो बढाउँछ। यसको चाहिँ मेनली युज भनेको यो अब एनेस्थेटिक एजेन्टको रूपमा, पेनकिलरहरुको रूपमा युज हुन्छ। 14 नम्बरमा छ व्हिच एन्टिसेप्टिक इज कमनली युज्ड इन माइनर अर मेजर सर्जरी इन हस्पिटल अर हेल्थ फ्यासिलिटी भनेको छ। ए पोभिडिन आयोडिन, बी सेन्ट्रिमाइड सोलुसन, सी साभलोन, डी मिथाइलेटेड स्पिरिट छ। यिनीहरु मध्ये चाहिँ कमनली युज हुने पोभिडिन आयोडिन, हामीले बेटाडिन पनि भन्छौं, जहाँ पनि एभेलेबल हुन्छ, सजिलै धेरै मात्रामा प्रयोग हुने चाहिँ यो नै हो। 15 मा छ व्हाट इज द मोस्ट लाइकली कज अफ इपिस्ट्याक्सिस भनेको छ। ए सेप्टल पर्फोरेसन, बी ड्राइनेस अफ नाजल प्यासेज, सी हाइपरटेन्सन, डी साइनस इन्फेक्सन। यिनीहरु मध्ये चाहिँ ड्राइनेस अफ नाजल प्यासेज चाहिँ यो मोस्ट कमन हो। अब यो विशेष गरी गर्मीको मौसमहरुमा अनि पछि चाहिँ यो समरहरुमा र विन्टरमा पनि चिसो हुँदाखेरि, धेरै चिसो हुँदाखेरि पनि त्यस्तो अवस्थामा यो ड्राइनेस हुने चाहिँ एयरको हाम्रो नेजल म्युकोसाहरु ड्राई भएर अनि अरु एसोसिएटेड फ्याक्टर चाहिँ सहजै ह्याम्पर गरेर यो कमनली इपिस्ट्याक्सिस चाहिँ यो अवस्थामा देखिन्छ। अझै यो भन्दा पनि मेनली कज भनेको चाहिँ हामीले चाहिँ नेजल फिकिङ अथवा चाहिँ ट्रमा चाहिँ हुन्छ। त्यो अप्सन नदिएको कारणले गर्दा यहाँ उपलब्ध अप्सनहरु मध्ये बेस्ट भनेको चाहिँ ड्राइनेस अफ नेसल प्याकेज हुन्छ, नेसल प्यासेज। त्यसैगरी 16 नम्बरमा छ व्हिच ब्याक्टेरियल इन्फेक्सन अफ थ्रोट इज एसोसिएटेड विथ द र्युमेटिक फिभर। र्युमेटिक फिभर अथवा चाहिँ यो ग्रुप ए बीटा हेमोलाइटिक स्ट्रेप्टोकोकस हो यसको पोजिटिभ एजेन्ट मेन। अब यहाँ भएको मध्येमा चाहिँ ग्रुप ए मै ग्रुप ए स्ट्रेप्टोकोकस नै यसको राइट आन्सर हो, अरूहरु चाहिँ होइन। 17 मा चाहिँ लस अफ इनसाइट अकर्स इन भनेको यो लस अफ इनसाइट भनेको कुनै पनि व्यक्तिले आफ्नो चाहिँ इनसाइट आफूलाई के समस्या भएको छ भन्ने कुरा चाहिँ भएको कुरा स्वीकार नसक्नु अथवा चाहिँ त्यो नमान्नु, त्यस्तो अवस्था अथवा थाहा नहुनु इनसाइट आफूलाई यस्तो भएको छ भन्ने कुरा चाहिँ उलाई ज्ञात नहुने कुरा, यो चाहिँ विशेष गरी मेन्टल डिजिजहरुमा हुन्छ। अब यहाँको अप्सनहरु सोम्याटोफर्म डिसअर्डर, बी मा चाहिँ सिजोफ्रेनिया, सी मा चाहिँ ओसिडी अब्सेसिभ कम्पल्सन डिसअर्डर, डी मा चाहिँ हिस्टेरिया छ। यिनीहरु मध्ये चाहिँ सिजोफ्रेनिया यो सिभियर मेन्टल डिसअर्डर हो। यसमा चाहिँ पेशेन्टलाई केही पनि थाहा हुँदैन, उलाई चाहिँ आफूलाई के भएको छ, आफूलाई प्रब्लम भएको छ भन्ने कुरा नै थाहा हुँदैन। यो अवस्थामा चाहिँ 17 को राइट आन्सर बी हो। 18 मा ओभुलेसन इज कज्ड बाइ भनेको छ। ओभुलेसन चाहिँ मेनली अब हामीलाई
थाहा भएकै कुरा हो। मेन्स्ट्रुएसन साइकलको 14 डेमा चाहिँ ल्युटिनाइजिङ हार्मोन चाहिँ सर्ज भएर ल्युटिनाइजिङ हार्मोन चाहिँ 81 चाहिँ धेरै वृद्धि भइसकेपछि प्रोजेस्टेरोन चाहिँ यसले स्टिमुलेसन प्रोजेस्टेरोनको स्टिमुलेसन बढाउँछ र त्यसपश्चात चाहिँ ओभुलेसन हुन्छ। ओभम चाहिँ हाम्रो फ्यालोपियन ट्युब हुँदै ओभरीबाट अनि निस्किने कुरा हो। 26 को हेरौँ। 26 मा चाहिँ नर्मल कलर अफ टिम्प्यानिक मेम्ब्रेन भनेको छ। ए रेड, बी चाल्की व्हाइट, सी फेयरली ग्रे र डी मा चाहिँ येलो छ। यिनीहरू मध्ये चाहिँ फेयरली ग्रे अथवा यो चाहिँ यो मोती जस्तो खैरो खालको भन्ने हुन्छ। यसको चाहिँ राइट आन्सर सी हो। त्यसैगरी 27 मा रहेको छ द टाइम इन्टरभल बिट्विन एक्सपोजर टु अ इन्फेक्टियस एजेन्ट एन्ड अपियरेन्स अफ फर्स्ट सिम्पटम इज कल्ड डट पिरियड भनेको छ। ए इन्फेक्टियस पिरियड, बी ल्याटेन्ट, सी इन्क्युबेसन, डी प्रोडर्मल। राइट आन्सर सी इन्क्युबेसन पिरियड हुन्छ। मोस्ट हिट सेन्सिटिभ भ्याक्सिन इज बीसीजी, डीपीटी, पोलियो, मिजल्स। यिनीहरूमध्ये सी पोलियो चाहिँ मोस्ट हिट सेन्सिटिभ हुन्छ। विच अफ द फलोइङ इज द मोस्ट कमन कज अफ म्याटर्नल मोर्टालिटी इन नेपाल? ए पोस्टपार्टम हेमरेज, बी अब्स्ट्रक्टेड ल्याबर, सी इक्लाम्सिया, डी एन्टिपार्टम हेमरेज। राइट आन्सर ए पोस्टपार्टम हेमरेज चाहिँ मेजर हुन्छ। यसको चाहिँ ओभरअल 27% जति रोल हुन्छ टोटल म्याटर्नल मोर्टालिटीको कजहरूमध्ये। 30 मा छ कम्युनिटी हेल्थ डायग्नोसिस एम टु फाइन्ड आउट ए नम्बर अफ डिजिज पिपल इन कम्युनिटी, बी रियल हेल्थ निड अफ अ कम्युनिटी, सी इन्सिडेन्स अफ डिजिज इन अ कम्युनिटी, डी ट्रेन्ड अफ डिफ्रेन्ट डिजिज इन अ कम्युनिटी। यसको चाहिँ राइट आन्सर 30 को बी हुन्छ, रियल हेल्थ निड अ कम्युनिटी। 31 को when worker are helped by a designated staff member to learn according to their need to make the best use of their knowledge and skill to improve their ability, the process is evaluation, monitoring, performance appraisal, डी चाहिँ सुपरभिजन। यिनीहरूमध्ये चाहिँ राइट आन्सर सुपरभिजन। सुपरभिजनले चाहिँ डिजाइनेटेड स्टाफ मेम्बरहरू जुन स्वीकृत गरिएको अथवा चाहिँ जुन कार्यरत कर्मचारीहरू हुन्छन् उनीहरूलाई चाहिँ सपोर्ट गर्ने, उनीहरूको स्किल क्यापेसिटीहरू डेभलप गर्नमा हेल्प गर्ने, सहयोग गर्ने भनेको चाहिँ यो सुपरभिजनले गर्छ। त्यसैगरी 32 मा छ इफ पेशेन्ट क्यान नट अन्डरस्ट्यान्ड द ल्याङ्ग्वेज अफ हेल्थ वर्कर दिस काइन्ड अफ कम्युनिकेसन ब्यारियर इज कल्ड डट ब्यारियर भनेको छ। यसको चाहिँ 32 को राइट आन्सर सी हुन्छ, लिङ्ग्विस्टिक ब्यारियर। लिङ्ग्विस्टिक भनेको ल्याङ्ग्वेजसँग रिलेटेड कुरा हो। अब यो ब्यारियर चाहिँ कम्युनिकेसन ब्यारियर भयो। 33 मा छ अल आर द एलिमेन्ट अफ गुड प्लान एक्सेप्ट पोलिसी, प्रोसिड्योर, बजेट, कम्युनिकेसन भनेको छ। यिनीहरूमध्ये पोलिसी, प्रोसिड्योर, बजेट, कम्युनिकेसन सबै पर्छ र प्राइमरी चाहिँ एबिसी हो। कम्युनिकेसन चाहिँ त्यस पछाडि आउने भएर यसलाई त्यति राखिन। विशेष गरी इम्प्लिमेन्टेसनमा चाहिँ कम्युनिकेसनको रोल हुन्छ। प्लानिङमा चाहिँ यो कुराहरू प्लानिङको एलिमेन्टहरू हो। त्यसैगरी 34 कालाजार क्यान बी ट्रिटेड विथ ए क्विनिन, बी सोडियम स्टिबुग्लुकोनेट, सी क्लोरामफेनिकोल, डी मेट्रोनडाजोल। यिनीहरूमध्ये चाहिँ यो कालाजार सोडियम स्टिबुग्लुकोनेट चाहिँ यसले कालाजारलाई ट्रिट गरिन्छ। कालाजार भनेको एक खालको यो प्रोटोजोल डिजिज हो, लेसमानिया डोनोभानीले कज गर्छ। यसलाई चाहिँ यो सोडियम स्टिबुग्लुकोनेटले ट्रिट गरिन्छ। अरू पनि यसको ड्रगहरू छ, एम्फुटेरेसिन बी लगायत। अब यो अप्सन अनुसार चाहिँ बी भयो यसको राइट आन्सर। 35 चाहिँ सिन्थेसिस अफ ग्लुकोज फ्रम नन कार्बोहाइड्रेट सोर्स इज नाउन एज भनेको छ। ए ग्लाइकोलाइसिस, बी ग्लाइकोजेनेसिस, सी ग्लाइकोजेनोलाइसिस, डी ग्लुकोनियोजेनेसिस। नन कार्बोहाइड्रेट सोर्सबाट ग्लुकोज बन्नु भनेको चाहिँ ग्लुकोनियोजेनेसिस हो। अनि ग्लाइकोलाइसिस भनेको ग्लुकोज टुक्रिएर चाहिँ एटिपीहरू बन्ने कुरा भयो। ग्लाइकोजेनेसिस भनेको ग्लुकोजहरू चाहिँ ग्लुकोजबाट ग्लाइकोजन बन्ने कुराहरू हो, जुन ग्लाइकोजन स्टोरेज पर्पजको लागि। ग्लाइकोजेनोलाइसिस भनेको ग्लाइकोजन टुक्रिएर ग्लुकोज बन्ने कुरा हो।
त्यसैगरी 36 मा छ व्हिच अफ द फलोइङ इज अ मास मेथड अफ हेल्थ एजुकेसन भनेको छ। एमा इन्टरभ्यू, बी काउन्सिलिङ, सी लेक्चर, डी कन्सल्टेसन सेसन भनेको छ। अब इन्टरभ्यू सिंगल डबल भयो, काउन्सिलिङ पनि अब सिंगल्ली परामर्श गर्ने कुरा हो, लेक्चर चाहिँ मास मेथडमा पर्छ, कन्सल्टेसन सेसन पनि यसको तुलनामा लेक्चरै अलिकति मास मेथड हो। लेक्चर पनि दुई टाइपको हुन्छ, मिनी लेक्चर पनि हुन्छ, एउटा चाहिँ लेक्चर। 37 छ वाटर क्यान नट बी प्युरिफाइड बाई बोइलिङ, फिल्टरिङ, क्लोरिनेसन र डेसिकेसन। यसको चाहिँ डी हो, डेसिकेसनबाट प्युरिफाइड गरिँदैन। अरू चाहिँ वाटर प्युरिफिकेसनका एकदमै विद्यमान यो विधिहरू हुन्। 38 भनेको व्हिच अफ द फलोइङ इज नट अ डिजास्टर कमन इन नेपाल भनेको छ। ए फ्लोड, बी अर्थक्वेक्स, सी फरेस्ट फायर, डी होरिकान भनेको छ। डी चाहिँ होरिकान, यो ज्वालामुखी चाहिँ कमै हुन्छ नेपालमा, अरू ज्वालामुखी हुँदैन, अरू चाहिँ हाम्रो कमनली भयो। 39 भनेको छ व्हिच इज द अपर्च्युनिटी अफ एफसिजी प्रोग्राम भनेको छ। एफसिजी प्रोग्रामको अपर्च्युनिटी के छ त भन्दाखेरि ए चाहिँ एफसिजी प्रोग्राम डाइरेक्टली कनेक्ट द health system to the community, B creating social platform for network of FCG and encouraging exchange of knowledge, B low utilization of FCG fund, D sustainability of volunteerism। यिनीहरूको तुलनामा यो विशेष गरी ए र बी, ए एफसिजी प्रोग्राम डाइरेक्टली कनेक्ट द हेल्थ सिस्टम टु द कम्युनिटी भनेको छ। कम्युनिटीको चाहिँ हेल्थ सिस्टमसँग डाइरेक्टली कनेक्ट हुने भयो, त्यो कारणले गर्दा चाहिँ हेल्थ सिस्टमलाई, कम्युनिटीको हेल्थ सिस्टमलाई राम्रो बनाउनको लागि लोकल हेल्थ फ्यासिलिटीलाई चाहिँ कम्युनिटीसँग जोडेर कम्युनिटीको हेल्थहरूलाई राम्रो बनाउनको लागि मद्दत गर्ने भएर विशेष गरी यो प्रोग्रामको अपर्च्युनिटी यो हो। अब एफसिजीको लागि पनि यो बी नम्बरको चाहिँ क्रिएटिङ सोशल प्लेटफर्म फर नेटवर्क अफ एफसिजीको चाहिँ नेटवर्क बनाउने, नलेजहरू एक्सचेन्ज गर्नको लागि चाहिँ उहाँहरूलाई एक खालको चाहिँ वातावरण प्रदान गर्ने कुरा पनि गर्छ। तर प्रोग्रामकै अपर्च्युनिटी भन्नुपर्दा 39 को चाहिँ राइट एन्सर सम्भवतः ए हुन्छ। 40 को चाहिँ व्हिच अफ द फलोइङ इज द वान अफ द इम्पोर्टेन्ट फर्म अफ ट्युबरकुलोसिस भनेको छ। टिबी मेनिन्जाइटिस, बी बोन टिबी, सी टिबी अफ लिम्ब ग्ल्यान्ड, डी पल्मोनरी टिबी भनेको छ। मोस्ट इम्पोर्टेन्ट फर्म भनेको पल्मोनरी टिबी नै हो। यो किनभने 80% भन्दा बढी टिबीको केसहरू पल्मोनरी टिबीकै हुन्छ। त्यसमा पनि यो एकअर्कामा चाहिँ धेरै सर्ने चान्स चाहिँ धेरै भएको कारणले गर्दा पल्मोनरी टिबी चाहिँ मोस्ट इम्पोर्टेन्ट र पब्लिक हेल्थको दृष्टिकोणले पनि धेरै यसलाई चाहिँ बढी फोकस गरिन्छ। 41 यिनीहरूमध्ये चाहिँ 42 एलाइजा एन्ड वेस्टर्न ब्लड, यो चाहिँ योबाट चाहिँ एचआइभी/एड्स डिटेक्ट गर्न सकिन्छ। 43 मा भनेको छ व्हिच अफ द फलोइङ इज द इनडाइरेक्ट सुपरभिजन भनेको छ। ए चाहिँ फिल्ड भिजिट, बी चेकलिस्ट, सी क्वेसनर, डी मा चाहिँ क्लाइन्ट एक्जिट इन्टरभ्यू भनेको छ। फिल्ड भिजिट चाहिँ अब डाइरेक्ट हो, यसमा फिल्डमै गएर डाइरेक्ट भिजिट गर्न पर्यो। बी चेकलिस्ट भनेको चाहिँ अब यो काम गर्ने ठाउँको चाहिँ के कस्तो छ, कसरी गरिरहेछ भन्ने कुरा चेकलिस्ट बनाएरै यो अनुगमन गर्ने कुरा, यो पनि डाइरेक्टमै पर्छ। क्वेसनर चाहिँ युजुअली इनडाइरेक्टमा पर्छ। अब यो क्वेसनर बनाएर फिजिकल्ली चाहिँ नभेटेर पनि यो सोध्न सकिने कुराहरू भएर यो चाहिँ इनडाइरेक्टमा पर्छ। डी भनेको क्लाइन्ट एक्जिट इन्टरभ्यू, यो पनि अब सेवाग्राहीहरूको इन्टरभ्यू लिएर उनीहरूले सेवा प्राप्त गरिसके पश्चात कस्तो छ त भन्ने कुरा चाहिँ उनीहरूबाट सोधपुछ गरेर लिने कुरा हो, यो चाहिँ डाइरेक्टमा पर्छ। त्यो 43 को सी। 44 को चाहिँ इन्भेन्टरी म्यानेजमेन्ट इन्डिकेट डट म्यानेजमेन्ट भनेको छ। ए फाइनान्सियल, बी लजिस्टिक, सी ह्युमन रिसोर्स, डी इन्फर्मेसन। राइट एन्सर बी लजिस्टिक। 44 को इर्गोनोमिक्स इज ए एडजस्टिङ द वर्कर टु हिज हर जब, बी स्टडी अफ ह्युमन बिहेभियर, डी एजुकेटिङ द पिपुल, सी स्टडी अफ सोसियल मोबिलिटी। यिनीहरूमध्ये 45 को ए हुन्छ राइट एन्सर। एडजस्टिङ द वर्कर टु हिज हर जब, उस चाहिँ आफ्नो काममा कतिको एडजस्ट भएको छ छैन, एडजस्ट छ छैन, जबमा चाहिँ एडजस्ट गराउने कुराहरू, जब गर्ने ठाउँमा
हुनुपर्ने फिजिकल सोसियल मेन्टल कुराहरूको चाहिँ यो सुइटेबल इन्भाइरोमेन्ट हुनुपर्ने कुराहरू चाहिँ एर्गोनोमिक्सले मेजर गर्छ। त्यसैले 45 को ए। 46 को व्हिच अफ द फलोइङ इज नट अ वाटर बोर्न डिजिज भनेको छ। ए भाइरल हेपाटाइटिस, बी ब्यासिलरी डिसेन्ट्री, सी राउन्डवम, डी ट्रकोमा। यिनीहरूमध्ये चाहिँ राइट एन्सर डी हो। अरू सबै वाटर बोर्न हुन्। डी चाहिँ डाइरेक्ट कन्ट्याक्टबाट सर्छ। यो चाहिँ यो आई डिजिज हो, डाइरेक्ट कन्ट्याक्टबाट सर्ने भएर। अरू प्रायः चाहिँ यो हाम्रो ग्यास्ट्रो इन्टेस्टिनल डिजिजहरू हो। 47 भ्याक्सिन भाइल मोनिटर VVM इज कन्सर्न विथ ए लजिस्टिक म्यानेजमेन्ट, बी स्टोर म्यानेजमेन्ट, सी कोल्ड चेन म्यानेजमेन्ट, डी म्यानेजमेन्ट अफ इपिडेमिक्स। यिनीहरूमध्ये चाहिँ VVMले भ्याक्सिनको कोल्ड चेनको अवस्था कस्तो छ भन्ने कुरालाई चाहिँ मोनिटर गर्छ। त्यसैले सी राइट एन्सर। 48 चाहिँ when did Nepal ensure the prevention of mother to child transmission of HIV for elimination of vertical transmission? यो आमाबाट बच्चामा सर्ने HIV जुन भर्टिकल ट्रान्समिसन भनिन्छ, यसलाई रोक्नको लागि नेपालमा चाहिँ PMTCT प्रोग्राम कहिलेदेखि सुरु भयो भन्ने कुरा छ। यसको राइट एन्सर 48 को ए हो, फेब्रुअरी 2005। 49 चाहिँ फ्यामिली प्लानिङ एम्स फर ए टाइमिङ एन्ड स्पेसिङ अफ प्रेग्नेन्सी। प्रेग्नेन्सीको चाहिँ टाइमिङलाई र सो ग्यापलाई निर्धारण गर्न अथवा चाहिँ त्यो ग्याप राख्न। बी चाहिँ टाइमिङ अफ प्रेग्नेन्सी, सी चाहिँ युज अफ टेम्पोररी मेथड, डी युज अफ पर्मानेन्ट मेथड। फ्यामिली प्लानिङमा दुवै पर्छन्, टेम्पोररी पर्मानेन्ट। यिनीहरू माथिको मध्ये चाहिँ ए र बीमा चाहिँ एमा दुवै कुरा छ, टाइमिङ एन्ड स्पेसिङ। त्यसैले राइट एन्सर ए हो। उपयुक्त टाइम कहिले हामीले चाहिँ कहिले प्लान गर्ने बेबीको लागि भन्ने कुरा चाहिँ टाइम पनि यसले सहयोग गर्ने भयो। त्यति बेलासँग स्पेसिङ राखिदिसकेपछि त्यो टाइममा गर्नको लागि चाहिँ प्लान गर्न फ्यामिली प्लानिङले हेल्प गर्छ। त्यसैले 49 को ए। अब लास्ट क्वेसन 50 व्हिच अफ द फलोइङ प्रोग्राम अफ नेपाल इज मोस्ट कस्ट इफेक्टिभ एन्ड सक्सेसफुल हेल्थ इन्टरभेन्सन भनेको छ। यिनीहरूमध्ये ए फ्यामिली प्लानिङ, बी मलेरिया कन्ट्रोल, सी एक्सपान्डेड प्रोग्राम अन इम्युनाइजेसन, डी डर्स प्रोग्राम, डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सर्ट कोर्स। यो चाहिँ ट्युबरक्लोसिस कन्ट्रोल प्रोग्राम हो। यिनीहरूमध्ये चाहिँ सी EPI प्रोग्राम, यो जुन इम्युनाइजेसन प्रोग्राम चाहिँ सबैभन्दा कस्ट इफेक्टिभ सक्सेसफुल नेपालमा चाहिँ भएका प्रायोरिटी 1 प्रोग्रामहरूमध्ये सबभन्दा टपमा सक्सेसमा चाहिँ EPI छ। आजको भिडियो सकिएको छ। केही कुराहरू चाहिँ कन्फ्युजिङ छ भने यहाँहरूले चाहिँ केही कमी कमजोरीहरू भयो भने सुझाव छ अथवा केही जिज्ञासाहरू छ भने कमेन्ट बक्समा राख्न नभुल्नु होला। च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर जोडिदिनु होला। अर्को भिडियोमा हामी पुनः भेट्नेछौँ। धन्यवाद।